फेरि पनि स्वागत छ तपाईँलाई हाम्रो यो नयाँ भिडियोमा। आजको यस भिडियोमा हामीले राष्ट्रिय घटना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू सम्बन्धी जानकारी लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। सुरु गरौँ आजको महत्त्वपूर्ण विषयवस्तुबाट। सर्वप्रथम रहेको छ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरू। प्रथम अन्तर्राष्ट्रिय आर्यका दिवस 2026 अन्तर्राष्ट्रिय रूपमा मनाइने हरेक वर्षको अप्रिल 25मा। नेपालमा कहिलेदेखि मनाइने वैशाख 2 गते र संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् 2026 मार्च 10 विक्रम सम्वत 2082 फागुन 26 गते पारित भएको र प्रस्ताव गर्ने देश नेपाल र अन्य छिमेकी मुलुकहरू। प्रस्ताव गर्ने व्यक्ति लोकबहादुर थापा, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि। सन् 2026 को कतिौं दिवस हो? यो पहिलो दिवस रहेको छ र विक्रम सम्वत 2083 को राष्ट्रिय नारा रहेको छ नेपाल र नेपालीको खुसी, शान्ति, स्वास्थ्य र समृद्धिको प्रारम्भ दिवस। र सन् 2026 को अन्तर्राष्ट्रिय नारा रहेको छ ह्याप्पिनेस, पिस, हेल्थ एन्ड प्रोस्पेरिटी। लोकतन्त्र दिवस 2083 नेपालमा कहिले मनाइन्छ? हरेक वैशाख 11 गते। विक्रम सम्वत 2083 को कतिौं दिवस? यो 20औं दिवस रहेको छ। 62-63 को जनआन्दोलन 2062 चैत 24 देखि 2063 वैशाख 11 सम्म 19 दिन चलेको थियो। जनआन्दोलनको कारण रहेको थियो तत्कालीन राजा ज्ञानेन्द्र शाहले 2061 साल माघ 19 गते नेपालको सत्ता आफ्नो हातमा लिएको। 2062-63 को जनआन्दोलनको परिणाम 40 वर्ष लामो शाहवंशीय राज संस्थाको अन्त्य भई गणतन्त्रको स्थापना माघ प्रस्ताव 2065 जेठ 15 गते। त्यसैगरी नेपालको अन्तरिम संविधान 2063 जारी, शान्ति सम्झौता सरकार र तत्कालीन नेकपा माओवादी बीच 2063 मङ्सिर 5 गते शान्ति सम्झौता भएको थियो। विश्व औलो दिवस 2026 कहिले मनाइन्छ? अप्रिल 25 मा मनाउन सुरुवात गरिएको सन् 2007बाट र सन् 2026 को नारा रहेको थियो ड्रिभेन टु एन्ड मलेरिया, नाउ वी क्यान, नाउ वी मस्ट। यसको नेतृत्व विश्व स्वास्थ्य सङ्गठनले गर्ने गर्छ। विश्व बौद्धिक सम्पत्ति दिवस 2026 मनाइने हरेक अप्रिल 26 मा। मनाउन सुरुवात गरिएको सन् 2001 अप्रिल 26 बाट र मनाउने निर्णय गरेको थियो सन् 2000 बाट। 2026 को नारा बौद्धिक सम्पत्ति र युवा हाम्रो भविष्यको लागि नवीनता। प्रधान कार्यालय रहेको छ जिनेभाको स्विजरल्यान्डमा। पृथ्वी दिवस 2026 कहिले मनाइन्छ? हरेक अप्रिल 22 मा। र पृथ्वी दिवस सर्वप्रथम कहिले मनाइएको? सन् 1970 अप्रिल 22 मा। र विश्व पृथ्वी दिवस 2026 को नारा रहेको छ आवर पावर, आवर प्लानेट। सन् 2026 को कतिौं दिवस हो भन्दा यो 56औं दिवस रहेको छ र अन्य विवरणहरू यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। र पहिलो पृथ्वी सम्मेलन चाहिँ सन् 1992 जुन 3 देखि 14 रियो डी जेनेरियो ब्राजिलमा भएको थियो। हाल पृथ्वी दिवस विश्वमा 192 भन्दा बढी देशमा मनाइन्छ। पृथ्वी शिखर सम्मेलन 2025 भारतको गुजरातमा सन् 2025 डिसेम्बर 5 मा आयोजना भएको थियो र एजेन्डा 21 केसँग सम्बन्धित छ भनिएको छ। एजेन्डा 21 चाहिँ वातावरण संरक्षणमा राष्ट्रहरूले गर्नुपर्ने कामको सूचीमा पर्दछ। एजेन्डा 21 मा हस्ताक्षर गर्ने प्रथम मुलुक चीन 1994। सामुदायिक वन दिवस 2083 सामुदायिक वन दिवस हरेक श्रावण 25 गते मनाइन्छ र 2083 को नारा थियो अबको सामुदायिक वन युवा सहभागिता, हरित अर्थतन्त्र र नीतिको व्यवस्थापन। नेपालको पहिलो सामुदायिक वन बाजुथलो सामुदायिक वन सिन्धुपाल्चोक रहेको। सामुदायिक वन कार्यक्रम चाहिँ आर्थिक वर्ष 49-50 बाट लागू भएको। नेपालमा वनको अवस्था नेपालमा कुल वन, झाडी र बुट्यान क्षेत्र सहित 46.08% रहेको छ। वन क्षेत्र मात्रै रहेको छ 43.38% भने झाडी तथा बुट्यानको क्षेत्र रहेको छ 2.720%। विश्व हेपाटाइटिस दिवस 2026 मनाइने जुलाई 28 मा।
सन् 2026को नारा रहेको थियो हेपाटाइटिस लेट्स ब्रेक इट डाउन। राष्ट्रिय कोदो दिवस 2083। राष्ट्रिय कोदो दिवसको कहिले मनाइन्छ? साउन 16 गते। राष्ट्रिय कोदो दिवस कहिले मनाउन सुरु गरिएको? विक्रम सम्वत 2082 साउन 16बाट। राष्ट्रिय कोदो दिवस 2083 यो दोस्रो कोदो दिवस हो र राष्ट्रिय कोदो दिवसको नारा कोदो बाली संरक्षण, प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन। संयुक्त राष्ट्र सङ्घले कुन वर्षलाई चाहिँ विश्व कोदो दिवसको रूपमा मनाएको थियो? 2023लाई। अन्य विवरणहरू पनि यहाँ हेर्न सक्नुहुन्छ। सबैभन्दा बढी कोदो उत्पादन जिल्ला खोटाङ र प्रदेशमा कोशी पर्दछ भने कोदो उत्पादनमा विश्वको 13औं स्थानमा नेपाल पर्छ। कोदोको उत्पत्ति भएको देश हो इथियोपिया र युगान्डा। विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ? जुलाई 15मा। सन् 2026 12औं दिवस रहेको थियो र नारा रहेको थियो साझा भविष्यका लागि। लोकसेवामा चाहिँ नाराहरू एकदमै धेरै सोध्ने गरेको पाइन्छ, त्यसैले यो नाराहरू चाहिँ याद गर्नुहोला। भानु जन्म जयन्ती 2083। भाषिक तथा सांस्कृतिक सेतुका रूपमा रामायणको सरल नेपाली अनुवाद गरी छरिएका नेपाली मनलाई एक सूत्रमा बाँध्ने र नेपाली भाषाको जग बसाल्ने आदिकवि भानुभक्त आचार्यको विक्रम सम्वत 2083मा 213औं जन्म जयन्ती मनाइएको छ र 213औं जन्म जयन्ती विक्रम सम्वत 2083 असार 29 गते मनाइएको। र अन्य विवरणहरू यहाँ हेर्न सक्नुहुन्छ। विश्व अभिभावक दिवस कहिले मनाइन्छ? त जुन 1मा मनाइन्छ। सन् 2026को नारा रहेको थियो टुगेदर फर प्यारेन्ट्स, अभिभावकका लागि सँगसँगै भन्ने नाराका साथ यो अभिभावक दिवस मनाइएको। विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ? जुलाई 11मा। सन् 2026को नारा रहेको थियो रियलाइजिङ द होप्स एन्ड एस्पिरेसन्स अफ यङ पिपल टुडे एन्ड फर द फ्युचर। युवाको आशा र आकाङ्क्षा पहिचान गरौँ आज र भविष्यका लागि भन्ने नाराका साथ विश्व जनसङ्ख्या दिवस मनाइएको छ। सन् 1990मा विश्वभर पहिलो पटक औपचारिक रूपमा मनाइएको नेपालको जनसङ्ख्या 2,91,64,587 रहेको जनगणना 2078 अनुसार विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र सबैभन्दा कम जनसङ्ख्या भएको देश भ्याटिकन सिटी। धान दिवस 2083 असार 15 गते मनाइएको यो 23औं धान दिवस हो र नारा रहेको थियो जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भर र समृद्धि। विक्रम सम्वत 2061बाट मनाउन थालिएको पहिलो राष्ट्रिय धान दिवसको नारा रहेको छ धान नै जीवन हो। नेपालको प्रमुख बाली धान। विश्व साङ्गीतिक दिवस कहिले मनाइन्छ? जुन 21मा। सन् 1982देखि मनाउन थालिएको नेपालमा विक्रम सम्वत 2045देखि मनाउन थालिएको। अन्य विवरण यहाँ हेर्न सक्नुहुन्छ। जैविक विविधता दिवस 2026 मे 22मा मनाइन्छ। सन् 2026को नारा रहेको थियो विश्वव्यापी प्रभावका लागि स्थानीय पहल। चुरे संरक्षण दिवस 2083 कहिले मनाइन्छ? असार 2 गते। विक्रम सम्वत 2083 असार 2 गते 12औं चुरे संरक्षण दिवस थियो। राष्ट्रिय याक दिवस कहिले मनाइन्छ? वैशाख 7 गते। विक्रम सम्वत 2083को नारा रहेको थियो याक चौरी पालन पेसामा सम्मान हिमाली संस्कृतिको पहिचान सुरक्षित हिमाल। पहिलो याक दिवस 2082 वैशाख 7 गते मनाइएको थियो। अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाइन्छ? मे 1मा। सन् 2026मा 137औं दिवस मनाइएको थियो र नारा रहेको थियो इन्स्योरिङ द हेल्थ साइकोसोसल वर्किङ इन्भाइरोमेन्ट। औपचारिक रूपमा मनाउन थालिएको सन् 1890देखि नेपालमा विक्रम सम्वत 2026 सालदेखि श्रमिक दिवस मनाउन थालिएको थियो भने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना रहे 1919 अप्रिल 11मा भएको थियो। नेपाल सदस्य राष्ट्र बनेको सन् 1966 अगस्त 30मा। प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइने हरेक वर्ष अगस्त 9मा। सुरुवात सन् 1994 डिसेम्बर 23मा मनाउन थालिएको आदिवासी दशक सन् 1994देखि 2004सम्म नारा रहेको छ कर्म र मर्यादाका लागि दशक। आदिवासी जनजाति दिवस 2026को नारा रहेको थियो अनरिङ इन्डिजिनस मिडवाइफ सेफगार्डिङ लाइफ एन्ड वेल बिङ। यहाँभन्दा अगाडिका नाराहरू पनि यहाँ रहेको छ, यो पनि हेर्न सक्नुहुन्छ। अन्तर्राष्ट्रिय मानवीय शोषण विरुद्धको दिवस मनाइने दिन हरेक वर्ष जुलाई 30मा। 2026को नारा रहेको थियो ट्र्याप्ड बिहाइन्ड द स्क्याम। यहाँभन्दा अगाडिका नाराहरू पनि
यहाँ हेर्न सक्नुहुन्छ। अर्को मुख्य विषय रहेको छ सभा सम्मेलन। लाटोकोसेरो तथा हुचिल सम्मेलन 2083। आयोजना मिति विक्रम सम्वत 2083 वैशाख 18 देखि 19 सम्म। आयोजना भएको लमही नगरपालिका 4 दाङ। मध्य प्रदेश मानव अधिकार सम्मेलन 2083 मिति विक्रम सम्वत 2083 साउन 11। संयुक्त राष्ट्र सङ्घीय प्रहरी प्रमुखको 5औं शिखर सम्मेलन आयोजना भएको थियो न्युयोर्क अमेरिकामा 2026 जुलाई 7 देखि 8 सम्म भएको थियो। नेपालबाट सहभागी नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेल सहभागी भएको। उद्देश्य रहेको थियो राष्ट्रिय र युएन प्रहरी बीचको समन्वय मार्फत अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र विकास सुदृढ गर्ने। मुख्य एजेन्डा रहेको थियो युएनको शान्ति स्थापनाको बजेटमा परेको आर्थिक दबावलाई दृष्टिगत गर्दै कम खर्चमा बढी प्रभावकारी र सुरक्षित रूपमा कार्य सञ्चालन गर्ने र एआई र प्रविधिको प्रयोगबाट साइबर अपराध नियन्त्रण गर्ने र किफायती तालिम मोडेल र क्षेत्रीय साझेदारी मुख्य एजेन्डा रहेको थियो। G7 को 52औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? सन् 2026 जुन 15 देखि 17 सम्म फ्रान्समा भएको थियो। अध्यक्षता फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गरेका। विभिन्न 9वटा घोषणापत्र जारी गरिएको। घोषणापत्रमा युक्रेन, मध्यपूर्व, एआई र क्यान्सर र लागु औषध तस्करी विरुद्धको सहकार्य। 9औं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कहाँ सम्पन्न भयो भन्दा कोलोराडो अमेरिका। सम्मेलनको 9 बुँदे कोलोराडो घोषणापत्र जारी गरेको छ। सम्मेलनमा 9 जना महिला स्रष्टालाई अनेसस नवरत्न साहित्य सम्मान तथा पुरस्कार प्रदान गरिएको र नेपालबाट रेणुका सोलु सम्मानित हुने स्रष्टा रहेको छ। सम्मेलनमा 100 भन्दा बढी पुस्तक विमोचन गरिएको छ। साथै 140 भन्दा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका छन्। जैविक विविधता रेड पान्डा थार अन्तर्राष्ट्रिय सम्मेलन 2083 उद्देश्य रहेको थियो जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तुको संरक्षण। आयोजना मिति रहेको छ 2083 वैशाख 4 देखि 6। आयोजक दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका। समन्वय रहेको छ कोशी प्रदेश सरकार, वन्यजन्तु विभाग, वन तथा भू संरक्षण विभाग र रेड पान्डा नेटवर्क। र सहभागी राष्ट्रहरू नेपाल सहित भारत, भुटान, बङ्गलादेश, अमेरिका, अस्ट्रेलिया र जर्मन सहभागी भएको थियो। मन्दुम ट्रेल सरकारको 100 पर्यटकीय गन्तव्यको सूचीमा पर्ने खोटाङको प्रमुख पदमार्ग रहेको। लम्बाइ रहेको छ 107 किलोमिटर। अब रेड पान्डा थार पदमार्गका रूपमा प्रबन्धन गरिने भएको छ। तेल रूपाकोट मजुवागढी 10 पाथेका र केपिलासगढी गाउँपालिका 1 फेदीमा समुदायमा आधारित रेड पान्डा संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ। 9औं हिन्द महासागर सम्मेलन 2026 आयोजना सन् 2026 अप्रिल 10 देखि 12। विक्रम सम्वत 2082 चैत्र 27 देखि 29 थियो। मोरिससमा भएको थियो र सन् 2026 को सम्मेलन चाहिँ 9औं सम्मेलन रहेको थियो। नेपालबाट परराष्ट्र मन्त्री शिशिर खनाल सहभागी भएका थिए। सम्मेलनको नारा रहेको थियो कलेक्टिभ स्टुअर्डसिप फर इन्डियन ओसियन गभर्नेन्स। 30औं वन्यजन्तु सप्ताह 2083 हरेक वर्ष वैशाख 1 देखि 7 गतेसम्म मनाइने। पहिलो पटक विक्रम सम्वत 2053 देखि मनाउन थालिएको र विक्रम सम्वत 2083 31औं दिवस रहेको थियो भने विक्रम सम्वत 2083 को नारा रहेको थियो सुरक्षित माने संरक्षित वन्यजन्तु जैविक विविधताको सदुपयोग समृद्धिको सेतु भन्ने नाराका साथ 31औं वन्यजन्तु सप्ताह 2083 सम्पन्न। र वन्यजन्तु दिवस हरेक वर्षको मार्च 3 मा मनाइन्छ। आजको लागि यति नै साथीहरू। र आजको भिडियोमा हामीले एकदमै महत्त्वपूर्ण विषयवस्तुहरूलाई समेटेका छौँ। यसलाई अध्ययन गर्नुहोला र फेरि पनि नयाँ भिडियो लिएर उपस्थित हुने नै छौँ। धन्यवाद, नमस्कार।